5जना विदेशी अनि लाग्पा दाइ 5जना विदेशी 2जना नेपाली है लाग्पा दाइ घाइते छ हात खुट्टा पनि भाँचेको छ भन्छ उहाँलाई त हेलिकप्टरमा एकजना अर्को दाइ हामीले लगेको को हो गुरुङ दाइलाई अघि तल पठाइसकेको छु यो फुर्तेन्जी यो एरियामै हुनुपर्ने है त्यो अर्को एउटा खैरे चाहिँ त्यतै छ भन्दै थियो यो एउटा चाहिँ तलको रहेछ हौ अनि एकजनाको चाहिँ यहाँ छ उहाँ चाहिँ कुहिरे रहेछ अनि उहाँ पनि जिक्नु सक्ने अवस्थामा त छैन अहिले बिहान त मैले पनि नआउने अनि यहाँबाट उहाँ चाहिँ कुहिरे रहेछ आज त जिक्नु सक्दैन अनि अहिले हिउँले पुरै ढाकिरहेको रहेछ मेरो विचारमा बाँकी रह्यो उन्दैतिर पुऱ्याए जस्तो छ हौ एनजी आजको नाम के अरे लाकपतामा हत्तरी आएर आउनु पनि कम नआएको रहेछ माथि टुप्पोदेखि आएको रहेछ नि एनजी ट्रेन उठ्यो होला डेड बडी त एउटा त उयो तल रहेछ उयो त्यहाँ छ अरे हो तर प्रिया हामी त एकछिन यहाँ हेर्छु तिमी आऊ यहाँ एकजना लिएर जाऊ अनि ओके बेस क्यामबाट हाल्नु